बहिनी तिमीलाई के भयो? मेरो खुट्टा र हातको जोड्ने दुखिरहेछ अनि ढाड पनि यति दुखिरहेछ नि। के भयो उहाँलाई किन रुनु भएको हो? किन? हेर्नुहोस् न दिदी, उहाँलाई 3-4 दिनदेखि नै धेरै गाह्रो भइरहेको छ। उहाँको खुट्टाको जोड्नीहरू दुखेर, ढाड दुखेर, हातहरू दुखेर एकदम गाह्रो भइरहेको छ। के गर्ने के सोच्ने के छैन, मैले के उपाय छ भने भनिदिनु न प्लिज दिदी। ए त्यसो भए चिन्ता नगर्नुहोस् न, हाम्रो नेपालको जडीबुटीले बनेको आयुर्वेदिक तेलले मसाज गर्नुहोस्, उहाँको दुखै बिस्तारै कम हुँदै जान्छ। ए हो र, त्यसो भए हामी पनि एकचोटि जान चाहन्छौँ, त्यहाँ लान सक्नुहुन्छ हजुरले? हजुर अवश्य पनि जानु हुन्छ। बिस्तारै बिस्तारै छिटो ठिक हुन्छ। बिस्तारै चिन्ता नगर, तिमीलाई ठिक हुन्छ। धेरै चिन्ता नगर्नुहोस्। के भयो उहाँलाई ढाड दुखेर हात खुट्टाको जोड चाहिँ एकदम गाह्रो भइरहेको छ। ए ल आउनुहोस् भित्र हामीसँग। उहाँहरू के भएर यहाँ आउनुभएको? ढाड दुखेर प्लस हात खुट्टाको जोड्नी दुखेर चाहिँ आउनुभएको छ। उहाँलाई चाहिँ यस्तो समस्या भयो कहिलेदेखि? कति दिन भयो? हेर्नु न सर, 2-3 दिन भइसक्यो। उहाँलाई धेरै गाह्रो भएको छ अनि त्यही भएर त्यहाँ बाटोमा बसिरहेको थियौँ अनि मिसले भन्नुभयो र अनि हामी आएको उहाँसँगै। धेरै गाह्रो भइरहेछ? हजुर। ए त्यसो भए तपाईँहरू सही ठाउँमा आउनु भएछ। हाम्रो वाइब्यू ट्रेड नेपालले आफ्नै नेपालको जडीबुटीबाट बनाएको मसाज आरामबुटी तेल लाउनुहोस्, हजुरको बिस्तारै बिस्तारै दुखाइ कम हुनेछ। जस्तै बिहान बेलुका मजाले तपाईँको दुख्ने ठाउँतिर मजाले मालिस गर्नुहोस्, हजुरको दुखाइ कम हुनेछ। लिनुहोस् त। सर यसको फाइदाहरू चाहिँ के छन् भन्नु न। यसको फाइदा हजुर तपाईँले पाउनुहुन्छ। तपाईँको हात खुट्टाको जोड्नेहरू दुख्ने, कम्मर दुख्ने अनि दिमागलाई अलिकति फ्रेस बनाउने हरेक कामहरू गर्छ यसले। यसले शरीरको ढाडहरू पनि दुखाइ कम गर्छ। ए सर धन्यवाद हजुरलाई। बस हजुर, मलाई त आरामबुटी मसाज तेलले सन्चो भयो। यदि तपाईँहरू पनि मेरो जस्तै ढाड दुख्ने, हात खुट्टाको जोड्नीहरू दुख्ने समस्यामा हुनुहुन्छ, यदि हुनुहुन्छ भने अब तपाईँहरू पनि चिन्ता नगर्नुहोस्। हाम्रो बायोमा दिएको नम्बरमा तपाईँ पनि सम्पर्क गर्नुहोस् र आफ्नो हात जोड्नी तथा ढाड दुख्ने समस्याबाट वञ्चित हुनुहोस्। हस् त, धन्यवाद।